जवाफ दिन मात्रै राखिएको छ। त्यसैले हाम्रो भनाइ के हो भने छानबिन गर्न पाउनु पर्दछ। यो मुद्दा पहिला तपाईहरुले फेरि भन्नु होला गृहमन्त्रीका बारेमा यस्तो भन्नु थियो नि क्वेशन सोध्ने बित्तिकै म अरुको बारेमा भन्दिनँ। म तपाईलाई यति भने अरुको शर्माले भनिसक्नु भयो 2 घण्टा भित्र दिनुपर्छ। तपाईले अरुको बारेमा भन्नु भएन, म रामरी खतिवडा नै बोल्दै छु। अरु बोलेका बेला उहाँको कुरा उहाँलाई सोध्नुस्। पार्टी भित्रैबाट पनि म सुन्नुस् न, पार्टी भित्र पनि मान्छेहरुले कुरा त राख्न पाउने छ। गाडीमै दिनुभयो भने त पालो तपाईको पनि होइन, म फेरि पालोको कुरा नगर्नुस्। सँगै जोडियो रे। म तपाईहरुलाई अनुरोध गर्दछु, कोसँग जोडियो त छानबिन हुन पाउने नपाउने? छानबिन हुनुपर्छ भनेर त हामी आफै माग गरिरहेका छौँ। छानबिन म तपाईलाई फेरि पनि भने मेरो कुरा सक्न दिनुहोस् तपाईहरुलाई। मैले अहिले भने मुख्य सचिवलाई नै भएको छ। कुनै मन्त्री हुँदाखेरि तीर्थ भट्टराई नै कसका पालादेखि 2077 सालदेखि अहिलेसम्म गृह मन्त्रालय हुनुहुन्छ। को मन्त्री हुँदा कुन ठाउँमा जानुभयो? कहीँ डिजी भएर जानुभएको छ, कहीँ सिडिओ प्रमुख जिल्ला अधिकारी भएर जानुभएको छ, कहीँ तपाईँको चाहिँ इमिग्रेसनको प्रमुख भएर जानुभयो होला। प्रत्येक मन्त्रीले काहीँ न काहीँ राखेका छन्। कसैले डिजी नै बनाएको छ। कसका पालामा उहाँ तपाईँहरूलाई थाहा छ राष्ट्रिय परिचय पत्रको डिजी हुनुभएको थियो। त्यसपछि कसुरजन्य सम्पत्तिको डिजी कुन गृहमन्त्री हुँदा बनायो? कमसेकम त्यही त छानबिन गर्नुहोस् न। एउटा कर्मचारी कहीँ जान्छ बदमासी गर्छ भने कर्मचारीलाई कारबाहीको दायरामा ल्याउनुपर्छ। तर कर्मचारीले बदमासी गर्यो भन्दैमा हेर्ने निकाय फेरि गृह अन्तर्गत गृहले मुद्दा चलाएको होइन। यो उहाँले प्रमाण नष्ट गर्छ कि अख्तियार संवैधानिक निकाय हो, अख्तियारले हेरिरहेको छ। हेर्नुन्जेल हेर्न दिनुपर्छ र गल्ती भए जो पनि कारबाही हुन्छ। त्यही आधारमा गृहमन्त्रीकै राजीनामा चाहियो भन्नु कति युक्तिसङ्गत होला? त्यही तपाईँलाई पार्टीले कारबाही गर्छ त अब कसलाई? शेखर कोइरालालाई, सुनिल सर। अब म कारबाहीको पनि कुरा गर्छु। म एउटा कुरा भने कारबाहीको कुरा पनि म गर्दिनँ। पार्टीभित्र केही साथीहरूले आफ्नो कुरा राख्नुभयो होला, त्यसलाई धारणा पार्टीभित्रै राख्दा अझ राम्रो हुन्थ्यो। छलफल गरेर निर्णय गर्दा राम्रो हुन्थ्यो। कसैलाई लागु आफ्ना मनमा लागेको कुरा भन्नुभयो पार्टीभित्र, तर त्यही आधारमा कारबाही पनि भइहाल्यो भन्ने पक्षमा म जान चाहन्न। र गृहमन्त्रीले त्यति आधारमा राजीनामा दिनुपर्छ भन्ने पनि गलत हो। तपाईँलाई एउटा भनौँ, मानव तस्करीमा संलग्न भएको जोसुकै होस्, तपाईँलाई फेरि पनि भने एउटा व्यक्ति कार्यालयको कुनै मान्छे संलग्न छ भने त्यसलाई जोगाउन काङ्ग्रेस लाग्दैन। जोसुकै होस्, संलग्न छ भने प्रमाण छन् भने। तर सुरुमै गृहमन्त्री नै राजीनामा दिनुपर्छ, उही इन्भल्भ छ भनेर तपाईँहरू भन्नुहुन्छ नि। प्रमाण कसले बुझ्यो त? कसले नाम होइन तपाईँ कसले बुझ्यो त? पुर्याउने को? यो हावाका भरमा नबन्नु। होइन सुन्नुहोस् न, तपाईँलाई एउटा फेरि म भन्दैछु अनुसन्धान हो। म तपाईँलाई भन्दैछु अनुसन्धान हुँदैछ, अनुसन्धान गर्न दिउँ। होइन अनुसन्धान गर्न दिउँ। अनुसन्धानले गलत देखियो भने कोही पनि त्यसलाई बचाउन नेपाली काङ्ग्रेस लाग्दैन। तर अनुसन्धान गर्दा गर्दै फलानले राजीनामा दियो भनेर दिनुपर्छ भन्नु गलत हो। म तपाईँलाई अनुरोध गर्छु, बजेटको बारेमा पनि छलफल होला। संसद भोलि पनि बस्छ, गृहमन्त्रीले बोल्न पाउनुपर्छ, बोल्न पनि दिनुपर्छ। उहाँले पनि केही कुरा राख्नु होला। तर मैले तपाईँहरूलाई केही उदाहरण दिएँ नि, सुन तस्करीकै बेलामा पनि कुरा चल्यो नि। कोही गृहमन्त्री हुँदाखेरि कसैका छोरा भाइ नाता वरपर संलग्न फलाना दिइहाल्ने। तर छानबिन त हुनु पर्यो नि। छानबिनमा जो दोषी छ त्यसको कारबाहीको दायरामा आउँछ। त्यही आधारमा आजै राजीनामा मागेर यो चाहिँ अलिकता मिलेन कि भनेर बजेट ल्याउन हामीलाई तपाईँलाई अनुरोध गरौँ। संविधानमै उल्लेख गरिएको कुरा बजेट आउने कुरा। बजेट आउँदासम्म सरकारले बजेट ल्याउने वातावरण सिर्जना गर्न सबै साथीहरूलाई म अनुरोध गर्दछु। प्रमुख प्रतिपक्ष र प्रतिपक्षलाई पनि अनुरोध गर्न चाहन्छु। तपाईँलाई सुन्नु न, जानकारी गराउँछु। काङ्ग्रेस त्यस्तै पार्टी हो। उहाँको खातामा डलर भेटियो, डलर खाता भेटियो। होइन सुन्नु, भेटियो डलर खातामा राख्न पाइँदैन भन्ने आयो, तर उहाँले प्रमाणसहित। तर यहाँ त कर्मचारी पक्रियो, मन्त्रीको राजीनामा मागियो क्या। पक्रियो पनि छालफल त गर्न पाइयो नि, अनुसन्धानै गर्न नदिने। चिट दिएकै छैन। तपाईँले कहाँ? म तपाईँहरूलाई अनुरोध गरौँ, कसैले क्लिन चिट म तपाईँलाई भने कसैले क्लिन चिट दिएको छैन। क्लिन चिट दिने पार्टी पनि होइन। सुन्नुहोस् न, पार्टी गलत छैन भने कमसेकम छानबिन गर्न दिउँ भन्नु गलत हो। छानबिन हुनुपर्छ, निष्पक्ष छानबिन गर्छ। फाइनल क्वेशन है, फाइनल क्वेशन। तपाईलाई म त्यही अनुरोध गर्दैछु, कम से कम सम्बन्धित संवैधानिक निकाय हो अख्तियार भनेको। छानबिन गर्न दिउँ, गल्ती छ भने जोसुकै पनि कारबाही गरौँ। तर शङ्काका आधारमा फलानलाई चाहिँ कारबाही गर्नु पर्यो, राजीनामा दिनु पर्यो नभनौँ। धन्यवाद।